बनाउँछु बढी छ है कति गइसक्यो बाटोमा भेटेन हो हामी चाहिँ यो नरसिंहधाम दर्शन गर्न भक्तहरूको यस्तै यहाँ बाटो चाहिँ एकदम अप्ठ्यारो रहेछ पठो भयो भने त भन्दै हो पहिला आउने अझ छ बाटो एकदम अप्ठ्यारो छ मान्छेहरूको भिड यस्तो छ यस्तो देख्नु पाइँदैन भने यस्तो बाटो झर्नुपर्छ यो सामान कुरेर म जस्तो छ नराएछ एकैचोटि नाम न अनि यो सामान चाहिँ कसले हेर्छ हरायो भने बसेर सुनाउन स्वामीजी म विशेष म स्वामीजी आउँदै हुनुहुन्छ भनेर मलाई पूज्य स्वामीजीले फोन गर्नुभएको थियो आज मलाई स्वामीजी जानकारी गराइसक्नु भएको थियो मलाई थाहा थियो म आफै पनि उसको सन्यासी हो त्यो एउटा संयोगले पनि मिलेको छ म पूज्य स्वामीजी परम पूज्य गुरु गणेशलाई पनि नमस्कार लाउँदै फेरि गएर यहाँका गुरुहरूलाई पनि यहाँका सम्पूर्ण गुरुहरूलाई पनि नमस्कार गाइस यहाँ हाम्रो यहाँनिर पानी भन्दा केही खाएन नि हार्नु यहाँ म यतिको हालत ओ यहाँको यस्तो छ भ्यू मोबाइल